सम्माननीय सभामुख महोदय, आज यो गरिमामय सदनको शून्य समयमा पहिलोपटक आफ्नो धारणा राख्दै गर्दा म 2007 सालको ऐतिहासिक जनक्रान्तिदेखि 2082 को जेनजी विद्रोहसम्म लोकतन्त्र र अधिकार प्राप्तिको लागि आफ्नो प्राण उत्सर्ग गर्ने शहीदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु। साथै मलाई यो ठाउँसम्म पुर्याउनु हुने सोलुखुम्बु सहित देशैभरिका आम मतदाताज्यूहरू, विदेशमा रहनुभएका नेपालीहरू र नेपाली काङ्ग्रेस पार्टीप्रति हार्दिक आभार व्यक्त गर्दछु। सभामुख महोदय, राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको लोभलाग्दो जनमतको लागि म उहाँहरूलाई हार्दिक बधाई भन्न चाहन्छु र उहाँहरूले संविधानको मर्म अनुरूप समुन्नत नेपाल निर्माणमा योगदान हुनेछ भन्ने अपेक्षा राख्दछु र सभामुख महोदय मार्फत दुईवटा गम्भीर विषयमा म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। पश्चिम एसियामा जारी युद्धका कारण डर र त्रासमा बाँच्न बाध्य नेपालीहरूको सुरक्षित घर फिर्तीका निमित्त कूटनीतिक पहलको निमित्त सरकारसँग माग गर्दछु। त्यस्तै गरेर आफ्नो धारणा अभिव्यक्त गरेकै आधारमा महिलाहरूमाथि भइरहेको निकृष्ट साइबर बुलिङ बन्द गर्नका निमित्त दोषी उप कडा कारबाहीको माग राख्दछु। धन्यवाद। जय नेपाल।